यहाँ हेर्नु नि कस्तो देखिन्छ के यो यी बागमती नै हो होइन बल त्यो के हामीले देख्न पहिला रमेश र म प्रकाशमा त्यहाँ खुब गइरहेको होला देख्थ्यौँ किन बाना जानुभयो होइन अगाडि अगाडि अनि के आशीर्वाद दिनु तानेर त्यहाँ त्यही तान्नेलाई नै भन्ने हान कि त्यो बलै खोज्थेला अरू त जस्तो नि स्याट खोज्दिने अरे कहाँ अरे धागा टोपी झन् भर्खर किनेर ल्याए टोपी लगाएर र त्यहाँ गएर स्वाटै बाँदर टप्पै टिपिङ लगिदिँदो अरे कि बिस्कुट हो कि के दिएर टोपी माग्नु आएर इन्डियामा त के पनि गर्ने छ भनेपछि त्यस्तो बाँदर एकदम पाइने ठाउँ छ अरे कि तिनीहरू ट्रेनिङ गराएको हुन्छ नि दिएको मान्छेहरूले अनि त्यहाँबाट सामान खोजिदिने मोबाइल खोजे जस्तो गरिदिने त्यस्तो त्यस्तो गराउनु रहेछ नि कि अनि पैसा दिएर अनि त्यो सामान फिर्ता गराउँछ अरे कि कुनै कुनै ठाउँ इन्डियामा त्यस्तो पनि छ अरे इन्डियामा त के नै छ रमेशले पहिला यहीबाट हिँड्दै जान्थ्यो त यातायात उता अगाडि हो कि यातायात हुँदाखेरि जानै पर्दैन यातायात छ कि अझै त्यहाँ म्याप हाम्रो रमेश के मृगौला पीडितको तर्फबाट नमस्कार। ओखलढुङ्गा जिल्ला मोलुङ गाउँपालिका के भन्दा उता चाहिँ ए मिल्ने रहेछ त हजुर छ नो क्यामेरा नो फोटो लेखाएको छ नि तर फोटो खिचिरहेको भित्र मेन मन्दिरको होला कि उही हो भित्र त्यहाँ जाने घुमेर जान्छ भन्ने के भन्नुहोस् कस्तो लागिरह डनभरि नानीहरू बिस्तारेको विदेशीहरूले नदेख्नु भन्नु होला कि विदेशीहरूले नदेख्नु भन्नु होला कि ब्राह्मण वचन परिवर्तन शान्ति भवन्तु यथावलन ओम विष्णु भीम भोगमा वचन जर ज्योति देखो वचन तुम शान्ति भवन्तु ओम विष्णु भीम भोगमा वचन जर ज्योति देखो वचन प्रेमले भैरीला यटायर तरले रक्षा गरुण रामले चंदनम व्रत तेरा आयुर पवित्रम भवन जिन्यावतर ते नित्यम लक्ष्मी कीर्तति सर्वदा लग्न तो साधि क्षण साथी चिन्ह साधि ब्राह्मण वचन परिपूर्ण तुम शांति भवन्तु इति गंसमीर ओम विष्णु भीम ओम वडा नम्बर 2 बस्ने भोजबहादुर दर्जीकी छोरी वर्ष 19 की म सुनिता दर्जीको दुवै मृगौला फेल भएका हुँदा हाल श्री धर्मभक्त राष्ट्रिय मृगौला प्रत्यारोपण केन्द्र भक्तपुरमा उपचार गराइरहेकी छु। मृगौला प्रत्यारोपणको निम्ति मेरो घरको आर्थिक